सुरक्षाकर्मीहरू प्रहरीका र सशस्त्र प्रहरी र अगाडि 3 गुणे अगाडि घरमा आग लागिरहेको छ। त्यहाँ आन्दोलनका कारण गएर बुझ्न सकिन्छ। यति धेरै भएको छ, यिनीहरू तोडफोड भएको छ है। के गर्नु, त्यसको क्षतिपूर्ति कसले अब बिहोर्ने हो? पत्रकार साथीहरू तनावग्रस्त भइरहेछ। हेर्नुहोस् हेर्नुहोस् यस्तो देशमा अब मिति 2081 साल 12 महिना 15 गते नेपालको लागि कालो दिन जस्तै हो यो। हेर्न सकिन्छ तोडफोड के भएछ नि। यहाँ हेर्नुहोस् ट्राफिक यहाँ पारी आग लागि भइरहेछ 3 गुणेमा। यसको क्षतिपूर्ति कसले बिहोर्ने हो? अब यहाँ अगाडि जोखिम थियो, त्यही भएर यताउता घुमेर तल पुलबाट चलेर किन पनि के भन्छ राजतन्त्र ठिक गणतन्त्र ठिक अलिक कुनै ठिक त लाग्दैन। ओ माई गड, यो कत्रो हो वेट। अब हेर्न सकिन्छ बारी र पारी एकदम कताबाट के फाल्छ। यो पुलमा बाटो छेउमा भएको कृपया यो पुलमा बाटो छेउमा अनावश्यक भिडभाड नगरिदिनुहोस्, शान्तिपूर्वक प्रदर्शन गरिदिनुहोस्। यो निषेधित क्षेत्रतर्फ प्रवेश गर्नुहोला। कृपया यो निषेधित सुरक्षाकर्मीहरूले एकदम गाह्रो छ लस पर्ने भने एकदम यस्तो सुरक्षाकर्मीहरूले धेरै डेन्जर। तनाव एकदम ग्रस्त छ। यहाँले एकदमै ढुङ्गा मारी तनावग्रस्त भइरहेछ। सुरक्षा गर्नु एकदम गाह्रो हुनेछ है। देख्न सकिन्छ अनि असल ग्यास ढङ्गहरू
अलिकति उ गर्नुपर्छ भन्ने खालको कुरा गर्नुभयो किनभने अगाडि एकदमै बृहत राजा हेर्नुहोस् है सबै के हो के माहौल चल्दैछ यता राजतन्त्रको अलिकतिर राजावादीहरूको त्यति धेरै डोरी ब्याटल चलिरहेछ अब पाउने त हामीले केही पाउने त होइन यहाँबाट पेल्नु पर्यो नि यहाँबाट यहाँ एकदमै आफ्नो ज्यानको समेत देख्न सकिन्छ एकदमै तनावग्रस्त भइरहेछ यहाँ यो तिनकुने क्षेत्रमा हो बागमती नदीकै आउनु साउनु केही छैन बिचमा है राजाको समर्थकहरूले दिदीहरूको विरोध गरिरहेछ राजाको विरोध गरिरहेछ देखाउन गइरहेछ ढुङ्गा एकअर्कामा ढुङ्गा हानाहान भइरहेछ हेलो तनाव सिर्जना भएको छ हेलो हाई दर्शन नमस्ते वेलकम टु माई युट्युब च्यानल है म चाहिँ अहिले त्यो काठमाडौँको नयाँ भानुसुर न्यू भानुसुर संसद भवन अगाडि छु यहाँ हामी चाहिँ उता राजतन्त्रको बारेमा एकछिन सहभागी भएर यता फेरि हाम्रो राजतन्त्रपट्टि के कस्तो माहौल छ भनेर हामी चाहिँ हेर्न आएको र यहाँनिर चाहिँ अगाडि देख्न सकिन्छ अगाडि चाहिँ टायर हरेक कुरा नालेर रोडलाई सडकलाई बाटो बन्द गरेको देख्न सकिन्छ उठिरहेको छ त्यही भएर हामीले हेर्दै गर्नुहुँदा यहाँ अगाडिको माहौल कस्तो छ म तपाईँलाई देखाउन गइरहेको छु त्यही भएर म यो विषयमा के भन्न चाहन्छु भने न त मलाई राजतन्त्र नै मनपर्छ न त मलाई गणतन्त्र नै मलाई सिर्फ मनपर्छ स्वतन्त्र त्यहाँदेखि छुटेर हुन्छ नि राजतन्त्रदेखि र गणतन्त्रदेखि छुटेर छुट्टै बनेछ नि अहिले